I'm बनाउँदै छौँ गिलो चटपटे with गुरुङ इटिङ च्यानल बिन्दुली भाउजू and of course एकदमै रमाइलो मान्छेहरूको साथमा हामीले भर्खरै गिलो चटपटेको रेसिपी बनाएका छौँ र फुल भिडियो मेरो युट्युबमा छ हेरिदिनु होला। र गिलो चटपटे बनाउन चाहिँ एकदमै इम्पोर्टेन्ट यो रातो झोल छ जुन चाहिँ मैदा र पानी मिक्स गरेर बनिन्छ फुड कलर राखेर। चाहिने भेजिसहरू सबै कट गरिसकेपछि यो आलस र तिलको धुलो अनि त्यसपछि एउटा म्याजिक मसला जुन चाहिँ गुरुङ दिदीले लिएर आउनु भएको थियो त्यो सबै राखेर हामीले असेम्बल गर्न सुरु गर्यौँ। फर्स्टमा चाहिँ केराउ, मकै, काँक्रा, त्यसपछि प्याज, धनिया, खोर्सानी, 2 प्याकेट वाइवाई चाउचो, चाउचोको सबै मसलाहरू, त्यसपछि आलस र तिलको धुलो, म्याजिक मसला, चाट मसला र अनियन दुईटा मजाले स्क्विज गरेर बाँकी मेन इन्ग्रेडियन्ट भुजा र यो गिलो झोल हालेर चाहिँ हामीले गर्यौँ रेडी। यो हेर्दाखेरि एकदमै रातो देखेको छ, तपाईँको एकदमै फुड कलर युज गर्नुपर्ने रहेछ र पुरै मिक्स गरिसकेपछि यस्तो दामी देखिरहेछ जुन चाहिँ हामीले युजुअली अनलाइन देख्छौँ। एकदमै मिठो हुने गरेर सबैले हातले गम खाएर ट्राई गर्यौँ एन्ड वी ह्याड अ ग्रेट टाइम। यो सबै डिटेलमा बनाएको सबै युट्युबमा छ, फेरि भन्न चाहन्छु गएर हेरिदिनु होला। उहाँहरूको च्यानल पनि गएर सब्सक्राइब गरिदिनु होला।